नमस्कार। लोकसेवा तयारी युट्युब च्यानल हेरेर बसिरहनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज म नेपाल सरकारले हालसालै जारी गरेको आर्थिक वर्ष 83-84 को बजेट सम्बन्धमा समसामयिक विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यहाँहरूले कति पनि नछुटाइकन अन्तिम समयसम्म मेरो भिडियोलाई हेरिदिनु हुनेछ र थुप्रै खालका समसामयिक विषयवस्तुहरू यहाँहरूले जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। नेपालको कुल बजेट आर्थिक वर्ष 83-84 मा नेपाल सरकारले जारी गरेको कुल बजेट कति रहेको छ भन्ने प्रश्न रहेको छ। आर्थिक वर्ष 83-84 को कुल बजेट कति रहेको छ भन्ने प्रश्न रहेको छ। यसमा नेपाल सरकारले आर्थिक वर्ष 83-84 मा कुल 21 खर्ब 24 अर्ब 34 करोड बजेट जारी गरेको छ, जस अन्तर्गत गत आबभन्दा 25.2% बढी हुन आउने गर्दछ। गत आबभन्दा 25.2% 25.2% बढी बजेट सार्वजनिक गरेको छ। टोटल बजेट 21 खर्ब 24 अर्ब 34 करोड भनेर साथीहरूले चाहिँ याद गर्नुहोला। 21 खर्ब 21 मा 3 जोडेर चाहिँ 24 अर्ब भन्ने सम्झिन पर्यो। त्यसपछि 34 अनि 2 लाई 3 सम्झेर 34 भनेर यसरी 21 खर्ब 24 अर्ब 34 करोड भनेर चाहिँ यहाँले याद गर्नुहोला। त्यसपछि चालुतर्फ र पुँजीगततर्फ भन्ने छ। चालुतर्फ चाहिँ 12 खर्ब 70 अर्ब र पुँजीगततर्फ चाहिँ पुँजीगततर्फ 4 खर्ब 31 अर्ब बजेट विनियोजन गरिएको छ भन्ने कुरा चाहिँ यहाँले मोटामोटी चाहिँ जानकारीमा रहनु पर्यो। र त्यसपछि यो खास गरेर समसामयिक विषयवस्तुमा चाहिँ सोधिँदैन। समसामयिक विषयवस्तुमा चाहिँ कुल बजेट कति हो भनेर चाहिँ आउन सक्छ भने यो लिखित विषयवस्तुको लागि नेपाल सरकारको चाहिँ विकास अवस्थाबारे विश्लेषण गर्नुहोस् भन्ने सन्दर्भमा, अर्थात् विकास आयोजनामा बजेटको चाहिँ एउटा अभाव के कसो छ, अर्थात् बजेट विनियोजनको अवस्था के छ लगायतका विविध विषयमा प्रश्न आएको सन्दर्भमा हामीले विषयवस्तुको रूपमा चालुतर्फ चाहिँ यति बजेट विनियोजन हुन्छ भने पुँजीगततर्फ यति बजेट विनियोजन हुन्छ भनेर चाहिँ लेख्न सकिन्छ। अर्थात् चाहिँ चालु र पुँजीगततर्फको बजेटको अवस्था हेर्ने हो भने 1:3 भन्नाले चालुतर्फ चाहिँ 12 खर्ब छ भने पुँजीगततर्फ 4 खर्ब भने एउटा एक त्यही बजेट चाहिँ चालुभन्दा पुँजीगत कम छ भनेर चाहिँ मोटामोटी याद गर्ने र त्यो अनुसार चाहिँ लेख्न विषयवस्तुमा लेख्न सकियो भने यहाँको चाहिँ विषयवस्तु अलि तथ्यपरक हुन जान्छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब चाहिँ बजेट विनियोजन गरिएको अवस्था छ। त्यसपछि योलाई अब विनियोजन गरिएको बजेटका लागि आवश्यक स्रोत कहाँबाट के कति प्राप्त भयो भन्ने सन्दर्भमा यो पनि लेख्ने प्रश्नको लागि लिखित विषयवस्तुको लागि ज्यादै महत्त्वपूर्ण छ। यसमा राजस्वतर्फ टोटल 21 खर्ब 24 अर्ब 34 करोड बजेटका लागि आवश्यक पर्ने स्रोत कहाँबाट नेपाल सरकारले जुटायो त भन्दा नेपाल सरकारले राजस्व अनुमान गरेर राजस्वमा कुल 14 खर्ब 5 अर्ब 31 करोड चाहिँ बजेट उसले राजस्वबाट सङ्कलन गर्ने अपेक्षा राखेको छ भने वैदेशिक अनुदानतर्फ 61 अर्ब 74 करोड वैदेशिक अनुदानबाट, ताकि नेपाल सरकारले बजेट प्राप्त गरिसकेपछि पछि फिर्ता नदिने गरी, अर्थात् पछि ब्याज सहित फिर्ता नगर्नुपर्ने गरी, सवा फिर्ता नगर्नु पर्ने गरी चाहिँ नेपाल सरकारले प्राप्त गरेको जो अनुदान छ त्यो विदेशी मुलुक तथा दात्री निकायहरूबाट प्राप्त गरेको वैदेशिक अनुदान त्यो चाहिँ 61 अर्ब 74 करोड रहेको छ। त्यसैगरी राजस्व र वैदेशिक अनुदानबाट पुरा नहुन गएको टोटल 6 खर्ब बजेट चाहिँ नेपाल सरकारले खास गरेर वैदेशिक ऋण भनेर चाहिँ 2 खर्ब 47 अर्ब 28 करोड भनेर वैदेशिक ऋण चाहिँ 2 खर्ब 47 अर्ब 28 करोड लिने भयो भने आन्तरिक ऋणबाट चाहिँ 4 खर्ब 10 अर्ब गरेर टोटल 6 खर्ब बजेट चाहिँ वैदेशिक ऋण र आन्तरिक ऋणबाट सङ्कलन गरेर चाहिँ 21 खर्ब चाहिँ बजेट उसले पुर्याउने, अर्थात् 21 खर्ब बजेटको लागि स्रोत व्यवस्थापन गरेको छ। अब बजेटका प्रमुख व्यवस्थाहरू भन्ने छ। यो अब समसामयिक विषयवस्तुका लागि ज्यादै महत्त्वपूर्ण हुन सक्छ, हुन्छ नै। यसका लागि नेपाल सरकारले नेपाल सरकारको आर्थिक बजेट, अर्थात् चाहिँ नेपाल सरकारको बजेटमा चाहिँ आर्थिक वृद्धिको लक्ष्य कति रहेको छ भनेर प्रश्न सोध्ने गरेको पाइन्छ भने आर्थिक वृद्धि चाहिँ 7% को लक्ष्य राखेको छ भने मुद्रास्फीतिको लक्ष्य चाहिँ 6% राखेको अवस्था छ। त्यसकारणले गर्दा आर्थिक वृद्धि भनेर चाहिँ आर्थिक वृद्धि बढी छ भन्ने सम्झिन पर्यो। 7% भने मुद्रास्फीतिको लक्ष्य 6% छ भन्ने चाहिँ सम्झिनु पर्ने हुन्छ। त्यसैगरी लैङ्गिक उत्तरदायी बजेट, जलवायु परिवर्तन सम्बन्धी बजेट,
मा प्रत्यक्ष लाभ अप्रत्यक्ष लाभ भनेर चाहिँ यसरी बजेट विनियोजन गर्ने गरिन्छ। यसलाई मोटामोटी यहाँले लिखित विषयवस्तुको लागि महत्त्वपूर्ण हुन सक्छ भनेर मैले यसरी लेखेको हो। र त्यसपछि अब कर तथा राजस्व सुधारतर्फ चाहिँ नेपाल सरकारले के कस्तो व्यवस्था गरेको छ भनेर भन्दा व्यक्तिगत आयकर छुट सीमा 5 लाख चाहिँ विगत चालु आबमा थियो भने आउँदो आबमा चाहिँ 10 लाख व्यक्तिगत आयकर छुटको सीमा 5 लाखबाट बढाएर 10 लाखसम्म पुर्याएको छ। त्यसैगरी अधिकतम व्यक्तिगत आयकरको दर 10% घटाएको छ। त्यसैगरी चाहिँ 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। त्यसैगरी 11 तहको भन्सार दरलाई घटाएर 7 तहमा सीमित गरिएको छ। यसैगरी 360 वटा वस्तुमा लाग्ने अन्तःशुल्क खारेज गरिएको छ। अन्तःशुल्क सम्बन्धी जो व्यवस्था थियो त्यो 360 वटा वस्तुमा 360 भन्दा बढी वस्तुमा लाग्दै गरेकोमा 360 वटा वस्तुमा लाग्ने अन्तःशुल्कलाई खारेज गरिएको छ। त्यसैगरी पूर्वाधार विकास कर, सडक मर्मत तथा सम्भार कर अर्थात् सुधार करलाई एकीकृत गरेर हरित कर प्रणाली लागू गरेको छ। त्यसैगरी निर्यात आयमा 50% कर छुटको व्यवस्था गरेको छ। निर्यात गरिएका वस्तुहरूबाट नेपाल सरकारले प्राप्त गरेको अर्थात् कुनै निजी कम्पनीहरूले त्यसैगरी व्यावसायिक सङ्घ संस्थाहरूले निर्यात गरेका वस्तुहरूबाट प्राप्त गरेको जो आय छ त्यो आयमा 50% सम्मको आयमा 50% चाहिँ कर छुट गरिएको चाहिँ एउटा व्यवस्था छ। त्यसैगरी मन्त्रालयको संख्या 22 बाट 18 कायम गरिएको कुरा यहाँ मैले कन्टिन्यू राखिएको कुरा मात्र हो। यो नेपाल सरकारको मन्त्री परिषदबाट गत विगतमै यो चाहिँ 22 बाट 18 कायम गर्ने भनेर निर्णय भइसकेको अवस्था थियो। त्यसैगरी नेपाल सरकार यो बजेटबाट 31 निकाय चाहिँ खारिज गरिएको छ भने 31 निकायलाई खारेज गरिएको छ साथीहरू। त्यसैगरी 6 वटा निकायहरू चाहिँ के गरिएको छ मर्ज गरिएको छ भने 6 वटा निकायलाई चाहिँ अन्य निकायतर्फ हस्तान्तरण गरिएको छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यसैगरी 18 वटा निकायको चाहिँ पुनर्संरचना गरिएको छ। त्यसैगरी नेपाल वायु सेवा निगमलाई अहिले चाहिँ कम्पनीको रूपमा रूपान्तरण गर्ने भनेर बजेटमा व्यवस्थापन गरिएको छ। त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारण नागरिकका लागि निष्कासन गर्ने भनेर भनेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारण नागरिकको लागि निष्कासन गर्ने भनेर भनेको छ। त्यसैगरी नेपाल टेलिकमको 66% शेयर संघमा राखी बाँकी शेयर चाहिँ सर्वसाधारण नागरिकको लागि निष्कासन गर्ने भनेर व्यवस्था गरेको छ। त्यसैगरी सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयर एकै निकायबाट खरिद गर्ने व्यवस्था गरिएको छ। खास गरेर नेपाल सरकारले जारी गर्नुको यो अवस्था के हो अर्थात् नेपाल सरकारले यस्तो व्यवस्था गर्नुको कारण के त भन्दा धेरै स्थानीय तहहरूले प्रदेशहरूले सबै सरकारी निकायमा काम कारबाहीको प्रकृति र चाहिँ एउटा अवस्था एउटै हुँदै गर्दा पनि फरक निकायबाट सफ्टवेयरहरू सूचना प्रविधि सम्बन्धी सफ्टवेयर खरिद गर्दै गर्दा त्यसले चाहिँ एउटा काम कारबाही तथा स्रोत व्यवस्थापनमा एउटा नियमितता नभएको एउटा अवस्था रहेको हुनाले सूचना प्रविधि सम्बन्धी सफ्टवेयर लगायतका अन्य सफ्टवेयरहरू चाहिँ एकै निकायबाट खरिदको व्यवस्था मिलाउने भनेर चाहिँ व्यवस्था गरिएको पाइन्छ। त्यसैगरी देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र काठमाडौँको सिउँचाटारमा स्थापना गरिने कुरा चाहिँ बजेटमा उल्लेख गरिएको छ। यो ज्यादै महत्त्वपूर्ण प्रश्न हो। देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र भने अहिलेसम्म स्थापना गरिएको थिएन भने पहिलोपटक स्थापना गरिँदैछ। देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र भन्छ। त्यो कम्प्युटर केन्द्र चाहिँ काठमाडौँको सिउँचाटारमा स्थापना गरिने र त्यसमा चाहिँ एउटा प्रविधिलाई एउटा अत्याधुनिक ढङ्गले प्रविधिको व्यवस्थापन गरेर एआईको माध्यमबाट मानिसहरूले रोजगारी प्राप्त गर्न सक्ने गरी त्यो व्यवस्था मिलाउने भन्ने कुरा उल्लेख गरिएको छ। त्यसैगरी यो त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डलाई चाहिँ एकीकृत गरी शालिग्राम पथ विकास गर्ने भनेर चाहिँ व्यवस्था गरेको छ। शालिग्राम पथ भनेर आउन सक्छ। शालिग्राम पथ भनेर त्रिवेणीधाम, नवलपरासीको त्रिवेणीधाम, देवघाट अनि त्यसैगरी गुल्मीको रुरु क्षेत्र, त्यसैगरी मुस्ताङको कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डलाई एकीकृत गरेर शालिग्राम पथको रूपमा यसलाई चाहिँ विकास गर्ने भनेर उल्लेख गरेको छ। त्यसै गरेर यो पनि महत्त्वपूर्ण नै हो। त्यसैगरी विक्रम 2085लाई भिजिट नेपाल वर्षको रूपमा मनाउने उल्लेख गरेको छ। भिजिट नेपाल वर्ष भनेर 2085लाई मनाउने कुरा उल्लेख गरेको छ। त्यसैगरी सन् 2027लाई
नेपाल आरोग्य वर्ष नेपाल वेलनेस इयरको रूपमा मनाउने व्यवस्था गरिएको छ। सन् 2027 लाई नेपाल आरोग्य वर्षको रूपमा मनाउने भन्ने कुरा चाहिँ बजेटमा व्यवस्था गरिएको छ। त्यसैगरी न्यूनतम रु 2 करोडसम्म प्रारम्भिक लगानी गर्ने कृषकलाई 40% सम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। न्यूनतम कति त भन्दा 2 करोडसम्म यदि चाहिँ कृषकले लगानी गर्नुहुन्छ भने उहाँहरूलाई 40% सम्म सरकारले प्रोत्साहनको रूपमा अनुदान उपलब्ध गराउने भनेर व्यवस्था गरेको छ। त्यसैगरी सरकारले निःशुल्क उपलब्ध गराउने औषधि मध्ये कम्तीमा 25% औषधि नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने व्यवस्था मिलाउने भनेर उल्लेख गरेको छ। भन्नाले यो चाहिँ 25% औषधि चाहिँ नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने व्यवस्था मिलाउने कुरा उल्लेख गरिएको छ। त्यसैगरी आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने भनेर बजेटमा नै व्यवस्था गरिएको छ। त्यसैगरी सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित बनाउन, थप व्यवस्थित बनाउनको लागि सक्नेलाई छोडौँ र नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। 25 जिल्लामा उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर अर्थात् मासिक रूपमा 1000 बनाउने भनेर चाहिँ उल्लेख गरेको छ। यसको मतलब के त भन्दा सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउनको लागि, मितव्ययी बनाउने र न्यायोचित बनाउनको लागि सक्नेहरूलाई चाहिँ छोडौँ र नसक्नेलाई चाहिँ जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्ने कुरा बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी 25 जिल्लामा उपलब्ध गराउँदै आएको जो बाल पोषण भत्ता छ त्यसलाई दोब्बर बनाउने भनेर बजेटमा घोषणा गरिएको छ। त्यसैगरी राजनीतिक दलहरूलाई मत परिणामको आधारमा उहाँले राजनीतिक दलहरूले प्राप्त गरेको मत परिमाणका आधारमा सरकारी अनुदान दिने र महालेखा परीक्षकबाट लेखा परीक्षण गर्ने व्यवस्था मिलाउने भनेर उल्लेख गरेको छ। त्यसैगरी 1000 किलोमिटर सडक चाहिँ कालोपत्री गर्ने र 275 वटा सडक पुल निर्माण गर्ने भन्ने कुरा चाहिँ यो आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ। 1000 किलोमिटर सडक चाहिँ कालोपत्री गर्ने र 250 वटा सडक पुल चाहिँ निर्माण गर्ने भनेर उल्लेख गरेको छ। त्यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारण नागरिकलाई उपलब्ध गराउने भनेर उल्लेख गरिएको छ। अर्थात् राष्ट्रिय आवास कम्पनीलाई चाहिँ त्यसलाई स्थापित गरेर झापा जिल्लाको मेचीनगर भन्ने ठाउँमा 100 वटा भवन चाहिँ निर्माण गर्ने र सर्वसाधारण नागरिकको लागि उपलब्ध गराउने भनेर बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी जलविद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य ऊर्जाबाट 370 गरी कुल 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरी कुल 5535 मेगावाट चाहिँ पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ। त्यसैगरी ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भ गर्नको लागि हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्ट परियोजना स्थापना गरी कार्यान्वयन गर्ने भन्ने कुरा छ। अब यो ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भ गर्नको लागि कहाँ चाहिँ ग्रीन हाइड्रोजन प्लान्ट परियोजना स्थापना गर्ने नेपाल सरकारको बजेटमा उल्लेख गरिएको छ भनेर प्रश्न आउन सक्छ। यसलाई चाहिँ हेटौडामा र कति मेगावाट भन्न सक्छ 2.5 मेगावाटको भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसैगरी पिक आवरमा हुने विद्युत अभावलाई समाधान गर्न 100 मेगावाटको ब्याट्री इनर्जी स्टोरेज प्रणाली चाहिँ काठमाडौँमा स्थापना गरिने भनेर बजेटले उल्लेख गरेको छ। कहाँ स्थापना गर्ने भन्ने कुरा हुन सक्छ। पिक आवरमा विद्युतको एकदम ज्यादै माग हुने र त्यस्तो अवस्थामा हुने अभावलाई परिपूर्ति गर्नको लागि 100 मेगावाटको ब्याट्री इनर्जी स्टोरेज प्रणाली कहाँ स्थापना गर्ने लक्ष्य लिएको छ भन्न सक्छ। यो चाहिँ काठमाडौँमा स्थापना गरिने भनेर उल्लेख गरिएको छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यसैगरी 11औं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्य प्रदेशमा सञ्चालन गर्ने भन्ने कुरा उल्लेख गरेको छ र सोका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ भन्नाले अब यो क्वेसनमा के सोधिन सक्छ भने 11औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ भनेर सोध्न सक्छ मध्य प्रदेशमा भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। रिसर्च इन्स्टिच्युट गुठी रिसर्च इन्स्टिच्युट एवं एन्थोम्युजिकोलोजी सेन्टर त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा स्थापना गरिने भन्ने छ। यो नयाँ कुरा हो। यो चाहिँ गुठी रिसर्च गर्नको लागि सोर्स सम्बन्धी इन्स्टिच्युट र एन्थोम्युजिकोलोजी सेन्टर भनेर कहाँ स्थापना गर्ने भनेर चाहिँ उल्लेख गरिएको छ भनेर प्रश्न आउन सक्छ। यहाँलाई नयाँ आउन सक्छ। त्यसकारणले गर्दा यो चाहिँ त्रिपुरेश्वर स्थित महादेव मन्दिर परिसरमा स्थापना गरिने भनेर बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी अर्को ज्यादै महत्त्वपूर्ण प्रश्न आयो मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आवासीय विद्यालय कहाँ स्थापना गर्ने नेपाल सरकारले बजेटमा उल्लेख गरेको छ भनेर प्रश्न आउन सक्छ। यो शिक्षासँग सम्बन्धित त्यसैगरी चाहिँ शिक्षा सेवासँग सम्बन्धित प्रश्न भएको हुनाले मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको शिक्षामा पहुँच अभिवृद्धि गर्नको लागि आवासीय विद्यालय कहाँ स्थापना गर्ने लक्ष्य नेपाल सरकारले बजेटमा उल्लेख गरेको छ भन्ने प्रश्नमा यो चाहिँ चितवन जिल्ला
चितवन जिल्लामा चाहिँ चितवन जिल्लाको चेपाङ समुदायमा चाहिँ आवासीय विद्यालय सञ्चालन गरिने लक्ष्य रहेको छ, उद्देश्य रहेको छ भनेर चाहिँ यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसैगरी स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन र प्रमाणीकरण गर्न स्थापना गरिएको प्राधिकरणको नाम के हो भनेर प्रश्न आउन सक्छ। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन र प्रमाणीकरण गर्नको लागि स्थापना गरिएको प्राधिकरणको नाम के हो भनेर प्रश्न आउन सक्छ। यसको सही उत्तर रहेको छ राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण भनेर यहाँले बुझ्नुपर्दछ। त्यसैगरी सिरा र सप्तरीमा आँप प्रशोधन केन्द्र स्थापना गरिने, यो जोडा मिलाउनेमा आइदिन सक्छ। सिरा र सप्तरीमा के को उत्पादन गर्ने भन्दा आँप प्रशोधन केन्द्रको स्थापना गरिने, सिरा र सप्तरीमा आँप प्रशोधन केन्द्रको स्थापना गरिने। त्यसैगरी सर्लाहीमा गोलबेडा प्रशोधन केन्द्रको स्थापना गरिने। त्यसैगरी कर्णालीमा स्याउ र ओखर को फलफुल जोन स्थापना गरिने भनेर चाहिँ उल्लेख गरिएको छ। त्यसैगरी हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने भनेर उल्लेख गरिएको छ। त्यसैगरी 35वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी कार्यको सुरुवात गरिने भनेर उल्लेख गरेको छ। अर्थात् जग्गा प्रशासन सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि नेपाल सरकारको बजेट तथा कार्यक्रममा कतिवटा स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने कुरा बजेटमा घोषणा गरिएको छ, उल्लेख गरिएको छ भनेर प्रश्न आउन सक्छ। र यस्तोमा 35वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी कार्यको सुरुवात गरिनेछ भनेर उल्लेख गरिएको छ भनेर बुझ्नुपर्छ। त्यसैगरी पशु क्वारेन्टाइन, नेपाल सरकारको बजेटमा पशु क्वारेन्टाइन कहाँ स्थापना गरिने उल्लेख गरेको छ भनेर आइदिन सक्छ। यसको सही उत्तर रहेको छ हुम्लाको हिल्सा स्थित सीमा नाकामा भनेर बुझ्नु पर्दछ। त्यसैगरी आँप प्रशोधन केन्द्रको स्थापना कहाँ गरिनेछ भनेर प्रश्न आयो भने सिरा र सप्तरीमा भनेर बुझ्न पर्यो। त्यसैगरी गोलबेडा प्रशोधन केन्द्रको स्थापना कहाँ गरिनेछ भनेर प्रश्न आयो भने सर्लाहीमा भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसैगरी बजेटमा फलफुल जोन को रूपमा चाहिँ कर्णालीमा चाहिँ स्याउ र ओखरको एउटा स्थापना गरिने कुरा उल्लेख गरेको छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यसैगरी आवासीय विद्यालय कहाँ स्थापना गरिने उल्लेख गरेको छ भनेर सोध्न सक्छ। चितवन जिल्लामा चेपाङ समुदायमा भनेर बुझ्नु पर्दछ। कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम, काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने कुरा उल्लेख गरिएको छ। यो प्रश्न ज्यादै महत्त्वपूर्ण छ। नेपाल सरकारको बजेटले तल दिएका मध्ये वा देयका मध्ये कुनलाई विश्व सम्पदा सूचीमा समावेश नगर्ने उल्लेख गरेको छ भनेर आइदिन सक्छ। अब 3वटा चाहिँ समावेश गर्ने भए कुन नगर्ने भनेर चाहिँ एउटा अप्सन आउन सक्छ। त्यस्तो अवस्थामा कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम, काठमाडौँको गोकर्णेश्वर भनेर यी 3वटालाई चाहिँ समावेश गर्ने, त्यो बाहेक अर्को आयो भने त्यसलाई समावेश नगर्ने भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। यो ज्यादै महत्त्वपूर्ण भनेको कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने उल्लेख गरेको छ भनेर यहाँले बुझ्नुपर्छ। त्यसैगरी डाँफे रुट अन्तर्गत चाहिँ कुन क्षेत्रलाई अर्थात् कुन कुन सडकलाई जोडेर चाहिँ डाँफे रुट निर्धारण गर्ने नेपाल सरकारले लक्ष्य लिएको छ भनेर प्रश्न आउन सक्छ। यसमा रामरोशन अर्थात् खप्तड, रामरोशन, बडीमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्ने सडकलाई चाहिँ डाँफे रुट भनेर नेपाल सरकारले व्यवस्था गरेको छ। त्यसैगरी उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि कति रहेको छ भनेर स्थिति पत्रमा उल्लेख गरेको छ भन्दा 17.3%। उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% रहेको कुरा नेपाल सरकारको हालै जारी भएको स्थिति पत्रमा उल्लेख गरिएको छ। त्यसैगरी कर्मचारीको तलब वृद्धि 10% र प्रोत्साहन भत्ता 10% गरेर कुल 21% चाहिँ वृद्धि गरेको अवस्था रहेको छ। त्यसैगरी सूचना प्रविधि उद्योगबाट निर्यात गरिने वस्तुबाट प्राप्त आयमा 50% कर छुटको व्यवस्था गरिएको छ। भन्नाले यो सूचना प्रविधि सम्बन्धमा गरिएको एउटा नयाँ व्यवस्था हो। लेख्ने विषयमा महत्त्वपूर्ण हुन सक्छ। उद्योग अर्थात् सूचना तथा सञ्चार प्रविधिको विकासको लागि नेपाल सरकारले नेपाल सरकारले व्यवस्था गरेको कुराहरू लेख्नुहोस् भनेर चाहिँ आइदिन सक्छ। त्यस्तो अवस्थामा यहाँले चाहिँ सूचना तथा सञ्चार प्रविधिको विकास गर्नको लागि निर्यात गर्ने वस्तुमा 50% चाहिँ कर छुटको व्यवस्था गरिएको छ भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। महानगर र उपमहानगर बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नलाई सुरुको 10 वर्षमा आयकर छुटको व्यवस्था गरिएको छ। यो प्रश्न आइदिन सक्छ। नयाँ चलचित्र हल स्थापना गर्नको लागि कुन स्थानहरूमा अर्थात् कुन स्थानहरूमा 10 वर्षसम्म पूर्ण रूपमा आयकर छुटको व्यवस्था गरिएको छ भनेर प्रश्न आउन सक्छ। महानगर र उपमहानगरपालिकाका क्षेत्रहरू बाहेकका अन्य स्थानीय तहहरूमा भनेर यहाँले बुझ्नुपर्ने हुन्छ।
त्यसैगरी दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरिएको छ भनेर पनि बुझ्नुपर्ने हुन्छ। त्यसैगरी माइक्रो ब्रुवरीलाई मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याउने भनेर उल्लेख गरेको छ। माइक्रो ब्रुवरी भन्नाले यो चाहिँ बियर उत्पादन एउटा सानो परिमाणमा अर्थात् लोकल स्तरमा ग्रामीण स्तरमा बियर उत्पादन गर्ने ससाना उद्योगहरू जो छन् तिनीहरूलाई चाहिँ यो मदिरा उद्योगको रूपमा दर्ता गरेर अन्तःशुल्कको दायरामा ल्याउने भनेर नेपाल सरकारको बजेटमा उल्लेख गरिएको छ, जसलाई माइक्रो ब्रुवरी भनेर भन्दछ। त्यसैगरी चुरोटमा करिब 10% अन्तःशुल्क वृद्धि गर्ने नेपाल सरकारले बजेटमा व्यवस्था गरेको छ। त्यसैगरी कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम, काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको कुरा मैले अघि नै भनिसकेँ। त्यसैगरी अन्य नयाँ व्यवस्थाहरू चाहिँ के छन् भने आर्थिक वर्ष 2082-83 सम्म पिच सडक पुगेको जिल्ला चाहिँ कतिवटा रहेछ भने 73वटा जिल्ला चाहिँ, जस्तो नेपाल सरकारले हालै जारी गरेको स्थिति पत्रमा आर्थिक वर्ष 2082-83 सम्म पिच सडक पुगेको जिल्ला चाहिँ जम्मा 73वटा मात्रै रहेछन्। अब यो सोधिन्छ कतिवटा जिल्लामा पुगेको छ भनेर नेपाल सरकार बजेटमा उल्लेख गरिएको छ भन्दा 73वटा जिल्लामा पिच सडक पुगेको रहेछ भने अब 83-84मा चाहिँ एउटा जिल्लामा थप गरेर 74वटा जिल्लामा चाहिँ पिच सडक पुर्याउने नेपाल सरकारको यो बजेटमा लक्ष्य लिएको छ। त्यसैगरी कालोपत्रे सडक 2 लेन भएको चाहिँ 82-83 सम्म कालोपत्रे सडक 2 लेन चाहिँ 20,113 रहेको रहेछ भने 20,713 किलोमिटरसम्म चाहिँ पुर्याउने नेपाल सरकारको बजेटमा छ। यो लेख्ने विषयको लागि महत्त्व हुन सक्छ। 20,113बाट 20,713 किलोमिटर पुर्याउने। त्यसैगरी कालोपत्रे सडक 4 लेन चाहिँ जम्मा 710 किलोमिटर रहेछ, यसलाई चाहिँ 910 करिब 200 किलोमिटर चाहिँ बढाउने लक्ष्य रहेको छ नेपाल सरकारको। कालोपत्रे सडक 4 लेनको 710 किलोमिटर छ भने त्यसलाई चाहिँ 910 किलोमिटर पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ भनेर बुझ्नु पर्दछ। त्यसैगरी प्रशासकीय भवन निर्माण भएका स्थानीय तहको संख्या हालसम्म 531वटा छन्। प्रशासकीय भवनहरू निर्माण भएका स्थानीय तहको संख्या कति रहेको छ? 531 भन्नाले 135 भने त्यो अड नम्बरमा यहाँले याद गर्नु होला। 531 भन्नाले यो चाहिँ 5 भन्दा मुनिका अड नम्बरहरू हुन्। त्यही याद गर्नुभयो भने यहाँले प्रशासकीय भवन निर्माण भएका स्थानीय तहहरूको संख्या कति रहेको छ भनेर भन्यो भने 531वटा रहेको छ। यसलाई चाहिँ 580 सम्म पुर्याउने भनेर नेपाल सरकार बजेट प्रणालीमा उल्लेख गरिएको छ। सुरङ मार्गहरूको चाहिँ हालसम्म निर्माण भएको रहेनछ भने अब यो श्रावणमा नागढुङ्गा सुरङ मार्ग चाहिँ सुचारू गरेर एउटा पुर्याउने भनेर चाहिँ नेपाल सरकार लक्ष्यमा उल्लेख गरिएको छ। त्यसैगरी विद्युत जडित क्षमता 4,495बाट चाहिँ 5,535 मेगावाट पुर्याउने लक्ष्य रहेको छ। त्यसैगरी प्रति व्यक्ति विद्युत खपत चाहिँ 479बाट 511 किलोवाट प्रति घण्टा पुर्याउने लक्ष्य छ। प्रति व्यक्ति विद्युत खपत अहिले 479 रहेछ भने त्यसलाई 511मा पुर्याउने। अनि 5G सेवा पुगेको जनसङ्ख्या 5% मात्र रहेको छ। 5G सेवा पुगेको जनसङ्ख्या 5% मात्र रहेको छ भने त्यसलाई 10% सम्म पुर्याउने लक्ष्य रहेको छ। त्यसैगरी प्रारम्भिक बाल विकास शिक्षाको अनुभवसहित कक्षा 1 मा भर्ना हुने बालबालिका 78%बाट 80% पुर्याउने लक्ष्य रहेको छ। प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा 1 मा भर्ना हुने बालबालिका 78% छ भने त्यसलाई चाहिँ 80% सम्म पुर्याउने लक्ष्य रहेको छ। आधारभूत 1/8 पुरा गर्ने दर अहिले 74 छ भने त्यसलाई 78 सम्म पुर्याउने। आधारभूत 1/8 पुरा गर्ने विद्यार्थीको संख्या 74% रहेको छ भने त्यसलाई 78% पुर्याउने लक्ष्य रहेको छ। त्यसैगरी औसत आयु 71 वर्ष रहेको छ भने त्यसलाई चाहिँ 71.5 वर्ष पुर्याउने लक्ष्य रहेको छ। त्यसैगरी द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुकहरूको संख्या 42 रहेको छ। द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुकको संख्या 42 रहेको छ भने त्यसैगरी श्रम सम्झौता गर्ने गन्तव्य मुलुकको संख्या हालसम्म 13वटा रहेको छ। श्रम सम्झौता गर्ने गन्तव्य मुलुकको संख्या हालसम्म 13वटा रहेको छ। अनि महिलाहरूको लागि ब्लू बस सेवा सञ्चालन गर्ने पनि नेपाल सरकारको लक्ष्य रहेको छ। श्रम सम्झौता गर्ने गन्तव्य मुलुक 13वटा, द्विपक्षीय सेवा सम्झौता भएका मुलुक द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक 42वटा। औसत आयु अहिले 71 वर्ष छ, 71.5 वर्ष पुर्याउने। आधारभूत 1/8 पुरा गर्ने विद्यार्थी 74 छ, त्यसलाई 78 पुर्याउने। प्रारम्भिक बाल विकास शिक्षाको अनुभवसहित 1 कक्षामा भर्ना हुने बालबालिका 78% छ भने त्यसलाई 80% पुर्याउने लक्ष्य रहेको छ भने
अब नेपाल सरकारको यो बजेट प्रणालीमा भएका महत्त्वपूर्ण कुराहरूलाई मैले यहाँ समक्ष संक्षेपमा राखेँ। यसमा खास गरेर महत्त्वपूर्ण भनेको नेपाल सरकारको बजेट यहाँले अध्ययन गर्दै गर्दा ज्यादै नेपाल सरकारको बजेट सम्बन्धमा यहाँले अध्ययन गर्दै गर्दा समसामयिक विषयवस्तु अन्तर्गत रहने ज्यादै महत्त्वपूर्ण विषयवस्तुहरू के हुन् भने नेपाल सरकारले हाल जारी गरेको बजेट कति रहेको छ भन्छ। यो चाहिँ 21 खर्ब 24 अर्ब 34 करोड रहेको छ भनेर यहाँले बुझ्नुपर्दछ। त्यसै गरी आर्थिक वृद्धिको लक्ष्य कति रहेको छ भनेर सोध्न सक्छ। 7% अर्थात् 7% भनेर बुझ्नुपर्छ। त्यसै गरी मुद्रास्फीतिको लक्ष्य कति रहेको छ भनेर भन्दा 6% भनेर यहाँले बुझ्नुपर्छ। त्यसै गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भन्ने कुरा यहाँले बुझ्नुपर्छ। त्यसै गरी अन्तःशुल्क खारिज चाहिँ 360 वटा वस्तुमा अन्तःशुल्क खारिज गरिएको छ। मन्त्रालयको संख्या 22 बाट 18 कायम गरिएको छ। 31 वटा निकाय खारिज गरिएको छ। 6 वटा निकाय मर्ज र 6 वटा निकाय हस्तान्तरण गरिएको छ भनेर चाहिँ बुझ्नु होला। अनि हरित कर भनेर पूर्वाधार विकास कर अनि सडक मर्मत तथा सुधार करलाई एकीकृत गरेर हरित कर लागू गर्ने भन्ने कुरा उल्लेख गरेको छ भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी यहाँले बुझ्नुपर्ने भनेको अति नै महत्त्वपूर्ण खास गरेर के हुन सक्छ भने देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र काठमाडौँको सिउँचाटारमा स्थापना गरिनेछ भनेर यो ज्यादै महत्त्वपूर्ण। काठमाडौँको सिउँचाटारमा एआई कम्प्युट केन्द्र स्थापना गरिने भनेर यहाँले बुझ्नु पर्ला। त्यसैगरी शालिग्राम पथ भनेर कुन पथलाई बुझिन्छ भनेर सोध्न सक्छ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई शालिग्राम पथ भनिन्छ भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी भिजिट नेपाल वर्ष भनेर विक्रमसम्म 2085 लाई मनाउने भनेर नेपाल सरकारले घोषणा गरेको छ भनेर यहाँले जान्नुपर्ने हुन्छ। त्यसै गरी सन् 2027 लाई नेपाल आरोग्य वर्षको रूपमा मनाउने लक्ष्य लिएको छ भनेर यहाँले बुझ्नै पर्ने हुन्छ। त्यसै गरी सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित गर्नको लागि नेपाल सरकारले व्यवस्थापन गरेको नारा भनेको चाहिँ के हो भने सक्नेलाई छोडौँ र नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान हो भनेर यहाँले बुझ्नुपर्छ। त्यसै गरी अर्को चाहिँ के छ भने राजनीतिक दलहरूलाई प्राप्त मत परिमाणका आधारमा सरकारी अनुदान दिने र महालेखा परीक्षकबाट लेखा परीक्षण गर्ने व्यवस्था मिलाउने भनेर उल्लेख गरेको छ। यो नयाँ कुरा भएको हुनाले मैले यहाँ समक्ष भनेको। त्यसै गरी यो अर्को नयाँ एकदम महत्त्वपूर्ण के हुन सक्छ भने राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत 100 वटा भवन निर्माण गरी सार्वजनिक नागरिकलाई उपलब्ध गराउने भनेर व्यवस्था गरिएको छ। त्यो चाहिँ कुन जिल्लामा छ भनेर सोधिन सक्छ। यो चाहिँ झापा जिल्लाको मेचीनगर नगरपालिकामा भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी जलविद्युत आयोजनाबाट 670 र सौर्य ऊर्जाबाट 370 गरी कुल 1040 मेगावाट चाहिँ विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्ने कुरा उल्लेख गरेको छ भनेर यहाँहरूले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी ग्रीन हाइड्रोजनको व्यवसाय उत्पादन गर्नको लागि हाइड्रोजन प्लान्ट परियोजना कहाँ कति मेगावाट क्षमताको स्थापना गर्ने नेपाल सरकारको बजेट प्रणालीमा व्यवस्था गरिएको छ भनेर सोध्न सक्छ। हेटौडामा भनेर बुझ्नु पर्यो। हेटौडामा 2.5 मेगावाट क्षमताको भनेर यहाँले ध्यान दिनुपर्छ। त्यसै गरी पिक आवरमा हुने विद्युत अभावलाई समाधान गर्नको लागि 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणाली कहाँ स्थापना गर्ने लक्ष्य लिएको छ भनेर सोध्न सक्छ। काठमाडौँमा भनेर यहाँले ध्यान दिनुपर्छ। त्यसै गरी 11औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट चाहिँ व्यवस्थापन गर्यो तर त्यो कहाँ हुँदैछ भनेर चाहिँ यहाँले यो सोधिन सक्छ। यो मध्य प्रदेशमा भनेर यहाँले बुझ्नुपर्छ। त्यसै गरी अर्को नयाँ व्यवस्था बजेटमा गरिएको नयाँ व्यवस्था अर्को के छ भने गुठी रिसर्च इन्स्टिच्युट एवं यान्थो म्युजिकोलोजी सेन्टर त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा स्थापना गरिने भनेर यो पनि अत्यन्तै महत्त्वपूर्ण हुन सक्छ। त्यसै गरी मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको शिक्षामा पहुँच अभिवृद्धि गर्नको लागि देशकै पहिलो आवासीय विद्यालय कहाँ स्थापना गर्ने नेपाल सरकारको बजेटमा व्यवस्था गरिएको छ भनेर सोध्न सक्छ। चितवन जिल्लाको चेपाङ समुदायमा भनेर यहाँहरूले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन प्रमाणीकरण गर्न स्थापना गरिएको प्राधिकरणको नाम के हो भनेर सोधिन सक्छ। राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण भनेर यहाँहरूले ध्यान दिनुपर्ने हुन्छ।
त्यसैगरी आप प्रशोधन केन्द्र कहाँ स्थापना गर्ने नेपाल सरकारको बजेट प्रणालीमा उल्लेख गरिएको छ भनेर सोध्न सक्छ सिरा र सप्तरीमा। त्यसरी गोलबेडा प्रशोधन केन्द्र कहाँ स्थापना गर्ने नेपाल सरकारको बजेट प्रणालीमा उल्लेख गरिएको छ भनेर सोध्न सक्छ सर्लाहीमा। त्यसैगरी पशु क्वारेन्टाइन स्थापना कहाँ गर्ने उल्लेख गरिएको छ भनेर सोध्न सक्छ हुम्लाको हिल्सा स्थित सीमा नाकामा भनेर यहाँले बुझ्नुपर्ने हुन्छ। त्यसैगरी जग्गा प्रशासन सम्बन्धी कार्यलाई स्थानीय तहमा नै व्यवस्थित गर्नको लागि नेपाल सरकारको बजेट प्रणालीमा कतिवटा स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने कुरा उल्लेख गरिएको छ भनेर सोध्न सक्छ 35वटा नगरपालिकाबाट भनेर यहाँहरूले जान्नुपर्ने हुन्छ। त्यसैगरी विश्व सम्पदा सूचीमा समावेश गर्नको लागि नेपाल सरकारले नेपाल सरकारको बजेट प्रणालीमा घोषणा गरेका नेपाल सरकार बजेट प्रणालीमा घोषणा गरिएका विश्व सम्पदा सूचीमा सूचीकृत हुन लागेका सम्पदाहरू कुन कुन हुन् भनेर सोधिन सक्छ। अर्थात् कुन होइनन् भनेर 3वटा अप्सन दिएर अर्को नयाँ अप्सन दिन सक्छ। त्यसकारणले गर्दा यो ज्यादै महत्त्वपूर्ण हुन सक्छ। कपिलवस्तुको तिलहरकोट, धनुषाको जनकपुरधाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने भनेर चाहिँ उल्लेख गरिएको छ। त्यसैगरी डाँफे रुड अन्तर्गत कुन पर्दछ भनेर यो बहुवैकल्पिक प्रश्नमा यहाँलाई सोधिन सक्छ। समस्या समाधानमूलक अलि बहुवैकल्पिक अप्ठ्यारो प्रश्नहरू हुन सक्छ। त्यस्तोमा डाँफे रुट अन्तर्गत चाहिँ खप्तड, रामारोशन, त्यसैगरी बडीमालिका, त्यहाँबाट बुढीनन्दा अनि रारा, त्यसपछि स्वर्गदारी र मुक्तिनाथलाई जोड्ने सडकलाई चाहिँ डाँफे रुट भनेर बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि 17.3% चाहिँ रहेको भनेर चाहिँ आर्थिक स्थिति पत्रमा उल्लेख गरिएको छ भनेर बुझ्नुपर्दछ। त्यसैगरी अर्को चाहिँ माइक्रो ब्रुअरीलाई मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तशुल्क दायरामा ल्याउने भन्ने कुरा पनि उल्लेख गरिएको छ। त्यसैगरी आर्थिक वर्ष 82-83 सम्म पिच सडक पुग्यो जिल्ला 73वटा र 83-84 सम्म पिच सडक चाहिँ एउटामा जोडेर 74 पुर्याउने भनेर यहाँले यो सम्झिनु पर्ने हुन्छ। सुरग मार्ग हालसम्म छैन। अब चाहिँ एउटा चाहिँ त्यसलाई चाहिँ सञ्चालन गरेर नागढुङ्गाको सुरुङ मार्गलाई सञ्चालन गरेर चाहिँ एउटा पुर्याउने उल्लेख गरेको छ। यो कुरा बुझ्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ श्रम सम्झौता गर्ने गन्तव्य मुलुक 13वटा, द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक 42वटा, औसत आयु 71 छ, 71.50 पुर्याउने, महिलाहरूको लागि ब्लू बस सेवा सञ्चालन गर्ने, यी यावत विषयहरू चाहिँ यहाँले सम्झिनु पर्ने हुन्छ। यति सम्झिनुभयो भने यहाँले चाहिँ बजेटबाट जस्तो सुकै प्रश्न आए पनि यहाँले सजिलैसँग समाधान गर्न सक्नुहुनेछ। किनकि मैले यो बजेटमा भएका सबै विषयवस्तुहरूलाई केलाएर एक एक गरी अध्ययन गरेर प्रश्नको लागि परीक्षाको सन्दर्भमा ज्यादै महत्त्वपूर्ण प्रश्नहरूलाई सङ्कलन गरेर त्यस्ता विषयवस्तुहरूलाई सङ्कलन गरेर यहाँहरू समक्ष प्रस्तुत गरेको छु। यहाँहरूलाई कस्तो लाग्छ पुरा भिडियो हेरेर कमेन्ट गरिदिनु होला र नयाँ नयाँ विषयवस्तुहरू ल्याउनको लागि यहाँले थप हौसला र उत्प्रेरणा समेत प्रदान गर्नुहुनेछ भन्ने समेत मैले आशा र अपेक्षा राखेको छु भन्दै आजको यो बसाइबाट छुट्टिने अनुमति चाहन्छु। यहाँहरू सबैको दिन शुभ बितोस्। सबैमा धन्यवाद। नमस्कार।